पर्सी पनि छ घरेमेन्टा हैन घरेमेन्टा हैन मेरो सामानहरु नयाँ आएको छ नि त मलाई पहिला रोटी पनि बनाउन आउँदैन थियो राम 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 चियो अलरेडी ड्राई भइसक्यो मसाला भने एकदम टमाटर हाल्छु मेरो पाकेको टमाटर अनि मेरो दाल छ यहाँ अनि मैले लगाएको छु यो ग्रीन वाला कार्डिगन हाई गाइस गुड मर्निङ नमस्ते हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ र म पनि सन्चै छु र हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र हजुरहरूलाई थाहा पाइसक्यो र टाइटल र थम्बनेल हेरेर पनि हजुरहरूले आज म के गर्दैछु र आज चाहिँ म खाना बनाउन जाँदैछु आज चाहिँ स्याटरडे हो कि स्याटरडेको दिन चाहिँ मेरो अलिकति छुट्टी कम हुन्छ मतलब म 10-11 बजीतिर जान्छु पहिला जस्तै 9 बजी 9:30 बजी 10 बजीतिर जाँदिनँ 11 बजीतिर जान्छु त्यही भएर चाहिँ दिदी भेनाजुहरू हुनुहुन्न बाहिर जानुभएको छ अनि भाइ चाहिँ सुतिरहनु भएको छ अनि आज मलाई एकदम धेरै खाना बनाउनु इन्ट्रेस्ट चलेको छ कि यो नयाँ फ्ल्याटमा आएर खाना बनाउनु इन्ट्रेस्ट चलेको छ सो ढिला नगरिकन म खाना बनाउनतर्फ लाग्छु र म खाना कसरी बनाउँछु के गरेर बनाउँछु भनेर चाहिँ हजुर हेर्नु होला सो गाइज फर्स्टमा चाहिँ म हाल्छु तेल दालको लागि है यो चाहिँ म दाल जान्छु के अनि म चाहिँ लसुन काट्छु मेथी मतलब पड्काए पनि मिठो लाग्छ कि दाल चाहिँ सिम्पल नै त्यस्तो प्याज टमाटर हालेर चाहिँ हामी कहिले पनि बनाउँदैनौँ किनकि हाम्रो फ्यामिली भनेको नै यस्तो सिम्पल खान्छौँ कि हामी खाना फेरि मसलाहरू हालेर त्यस्तो खासै खानु मन लाग्दैन अनि त्यही भएर हो अहिलेको लागि चाहिँ त्यही नै हो मैले ब्लग नहालेको पनि धेरै भयो मिनी ब्लग त हालिरहेको हो तर ब्लगै फेस टु फेस बोलेर चाहिँ नहालेको धेरै भइसक्यो सो आज चाहिँ हल्ला गर्ने मान्छे छैन नि त मेरो दिवान्सी छैन मेरो दिवान्सीले सबभन्दा धेरै हल्ला गर्ने दिवान्सी नभएपछि चाहिँ मलाई अलिकति इजी हुन्छ क्या ब्लगहरू बनाउनुको लागि पनि अनि म के कहिले पनि त्यो के अरे खाना बनाउन मान्दिनँ थिएँ नि त अनि अहिले चाहिँ म एकदम धेरै खानामा इन्ट्रेस्ट जागिरहेको छ मलाई यस्तो भएको छ मलाई अनि दिदीहरू पनि हाँस्छ क्या ए लाजुले त खुब खाना बनाउनु मन लाग्छ भनेर भन्नुहुन्छ कि मलाई अनि म बनाउनु मन होइन कि अब मन पनि हुन्छ र अब सिक्नु पर्यो नि यार बिहा गर्ने उमेर भइसक्यो होइन अब बिहा गर्नुपर्छ होइन तेल चाहिँ पाकिसक्यो म हाल्छु फर्स्टमा लसुन हालेपछि मेथी हाल्छु थोरै त्यसपछि हाल्छु दाल कराईमा चाहिँ मलाई डर लाग्छ कि कराईमा चाहिँ मलाई डर लाग्छ अनि कुकरमा चाहिँ तेल उठिँदैन नि त म चाहिँ दालमा पनि तातो पानी हालेर पकाउँछु मलाई किनकि त्यस्तै मन पर्दैन काँचो पानी हालेको मलाई मन पर्दैन कि सो म चाहिँ नुन बेसार हाल्छु फर्स्टमा अनि तातो पानी हालेर ढाल्दिन्छु क्या सिटी लगाइदिन्छु अरू यसलाई के गर्नु र सो गाइज अब चाहिँ म सिटी लगाइदिन्छु यसलाई अब चाहिँ म तरकारी काट्छु तरकारीको लागि रेडी गर्छु मेरो फेभरेट चाहिँ चिचिना तरकारी छन् त कति धेरै छ कि होइन यो के अरे काउली पनि सरी के भन्छ यसलाई फर्सी पनि छ घरेमेन्टा होइन घरेमेन्टा होइन के अरे चिचिना पनि छ अनि यो सिमी पनि छ तर यो चाहिँ म पकाउँदिनँ यिनीहरू पनि यहाँ थुप्रो छ यो काउली थुप्रो छ क्या यो तर म चाहिँ मेरो फेभरेट नै पकाउँछु मेरो फेभरेट पकाए पनि सबैजनाले खाना चाहिँ खानुहुन्छ त्यस्तो केही पनि छैन हाम्रो त्यस्तो हामी यसले खान्न उसले खान्न भन्नु चाहिँ हुँदैन सबैजनाले खानुहुन्छ म चाहिँ मेरो फेभरेट नै पकाउँछु चिचिना आलु फ्राई गर्छु अनि दाल भात हुन्छ कति पकाउनु काट्ने होला हौ अब हेरौँ यो कुहिया नै यसको दाल पाकिन्छ कि त्यहाँदेखि भात बसाइदिन्छु कुकर पनि कस्तो उल्टो लगाउने राम अस्ति लिएर आएको चिचिना चाहिँ पुरा त्यो के अरे ऊ भएको थियो कि मेरो
कुहिएको थियो। यो चाहिँ मैले उता आइज हामी तपाईँलाई थाहा मेरो मिनी भ्लग हेरिहाल्नु भयो होला। हामी बाहिर गएको थियौँ खाना खानको लागि भनेर। अनि बाहिर चाहिँ 1 केजीमा 1 केजी जति जे लिएर जाँदा पनि 1 केजी हुनु पर्यो। सबै 100 रुपियाँको क्या। त्यस्तोवाला अफर थियो क्या वसुन्धरा चोकमा चाहिँ त्यस्तोमा थियो क्या। खतरा अफर चलिरहेको छ त्यहाँ त। यो चिचिना भनेपछि कुहिए छैन अहिलेसम्म त। अब कुहिन्छ कुहिँदैन। अनि त्यही नै हो। साथ सपोर्ट गरिदिनु होला, माया देखाइदिनु होला। गाइस अब आलु पनि हाल्नु पर्यो नि त। यो तरकारी चाहिँ मेरो यति भयो कि यो चिचिना मात्रै यति भयो। अब आलु पनि त हाल्नु पर्यो। आज चाहिँ मेरो के अरे किचन ब्लग मात्रै हुनेछ यो। म अरू बाहिरको चाहिँ त्यस्तो बनाउँदिनँ। बाहिर चाहिँ म उसको बनाउँछु कि मेरो सामानहरू नयाँ नयाँ आएको छ नि त, न्यू एराइभल भनेर हाल्छु। पहिला जस्तो माया देखाइदिनु भएको हो। आई होप त्यस्तै माया देखाइदिनुहुन्छ। मलाई पहिला होइन तपाईँलाई थाहै छ मलाई पहिला रोटी पनि बनाउन आउँदैन थियो त्यहाँ उता दिदीकोमा बस्दा माइली दिदीकोमा बस्दा। अहिले चाहिँ मलाई खाना बनाउनुसम्म आइपुगिसकेँ क्या म। अब त म कोही नहुँदा नि खाना बनाएर खान सक्छु। पानी कत्रो ठुलो परेको छ क्या बाहिर हेर्नु न। सुसाएको छ त पानीको। म छिटो छिटो खानासाना बनाएर रेडी भएर चाहिँ काममा जानुपर्छ। काममा नजानु पानी हुन्थ्यो। पानी परेर बेला सुतेर बस्नु पाएँ कति रमाइलो हुन्थ्यो होला। सो गाइस अब चाहिँ म करी बसाल्छु। यता चाहिँ तेल हाल्छु। तरकारीमा तेल हाल्दै गर्छु फर्स्टमा। कति हुँदैछ अलि धेरै हाल्नुपर्छ तेल त। यता दाल चाहिँ पाकिसकेछ पुरै। गाइस अब चाहिँ म भात बसालिदिन्छु। यो भात चामलमा भात पानी अड्काउन चाहिँ आउँदैन के। यस्तो झन्झटको काम। आज त भात गिजी चाहिँ हुने होला। गाइस अब चाहिँ म जो के अरे मेथी हाल्छु। मेथी हालेपछि त्यसपछि प्याज हाल्छु। राम 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 राम। त्यसपछि चाहिँ म हाल्छु आलु। आलु चाहिँ धोएको हो नि त अघि नै। होइन यो आलु त पाक्दैन त। अब हालिदिन्छु यो बिस्तारै पाकेर। यो तरकारी पनि कहिले पाक्ने। अब चाहिँ यो अलिकति ड्राई भइसक्यो। अब यसलाई भुटिसक्यो नि त। अब यसलाई चाहिँ नुन बेसार हाल्छु। मसला मसला क्या मसला है बने। अलि आवाजले बोल्नु नि त अनि दर्शक बिहीन। अब टेस्टी आउँछ यो हालेपछि है मसला भने एकदम यो लसुन हालेपछि छुट्टै टेस्ट आउँछ कि। अलिकति टेस्ट नै यसको बेग्लै आउँछ कि। गाइस मैले चाहिँ यो टमाटर हालेको थिएँ नि त बिचमा। अब यसलाई चाहिँ चलाइदिन्छु। टमाटर हालेर चाहिँ तरकारी अब रेडी भयो जस्तो लाग्छ मलाई। अब अलिअलि त डढेको छ कि तल तर यस्तो भएको छ। तर केही पनि हुँदैन। हौसला हौसला पाकिसक्यो अब त।
गर्दा नि हुन्छ होला। खाना जे भए पनि अब घरमा नहुँदा बनाएर खानिसक्ने भइसकेँ म। केही पनि नगर्ने तरकारी चाहिँ भयो। अब ढाकेर राखिदिन्छु पाके तरकारी। अनि मेरो दाल छ यहाँ। यो दाल चाहिँ पुरा झोल हुने मौरी भयो कि क्या। दाल त रेडी भइसकेको हो, झानेर पकाएको हो। हजुरहरूलाई थाहा नै छ, मैले हजुरहरूलाई देखाएको थिएँ। पाकिसक्यो र दाल पनि पाकिसक्यो अनि यहाँ भात पनि पाकिसक्यो। अब चाहिँ म जान्छु रेडी हुन। स्ल्याबहरू सब सफा गरिदिइसकेँ। सफा गरिदिनु जे भने हाम्रो किचन चाहिँ मलाई मतलब यस्तो यस्तो चाहिँ मनपर्छ कि यस्तो वाला मनपर्छ कि यहाँ पनि सबै छ नि त, सामानहरू राख्नु पनि भयो। यस्तो छ। अब चाहिँ रेडी हुनु पऱ्यो गाइस। अब यस्तै नै हो। अब चाहिँ म तपाईँहरूसँग रेडी भएर भेट्छु। कस्तो एकछिन काम गर्दा नै कस्तो ज्यान दुख्ने कि, मतलब एकछिन उठी खाना बनाएको, पानी परेर बाहिर यस्तो छ, फेरि पानी परेर अरूसँग पानी परिरहेको छ। आकाश यस्तो छ, सिमसिम पानी परिरहेको छ। यस्तो छ काठमाडौँको भ्यूको हालत। मेरो ड्रेस के लगाउने आज म, के लगाउने हो हिजोकै ड्रेस लगाउँछु। आज अलिअलि भिडियोहरू पनि बनाउनु छ काममा। त्यही नै गाइस। अब चाहिँ म रेडी भएर हजुरसँग भेट्छु। बाई। म चाहिँ रेडी भइसकेँ गाइस। अनि मैले चाहिँ लगाएको छु यो ग्रिनवाला कार्डिगन अनि भित्रबाट व्हाइट ड्रेस लगाएको छु, तलबाट जिन्सको प्यान्ट। अहिले चाहिँ म नाइटमै छु कि, मतलब पर्पलमै छु कि। अनि यो कार्डिगन चाहिँ मैले मोडा एप्रिलबाट लिएको, मेरो फेभरेट सप मोडा एप्रिलबाट लिएको। त्यहाँ चाहिँ एकदम धेरै मलाई अब हुन्छ नि, एकदम धेरै मलाई मनपर्छ। अनि एकदम धेरै मनपर्छ भन्दा पनि कपडा राम्रो हुन्छ, सस्तो पनि हुन्छ। अब हामीलाई त्यही त हो नि, रिजनेबल प्राइस हुनु पऱ्यो, राम्रो हुनु पऱ्यो। हामी अब त्यहीँबाट चाहिँ लिएको। अनि त्यहाँको चाहिँ एकदम धेरै राम्रो हो कि यो ग्रिनवाला कार्डिगन। मसँग कार्डिगन दुइटा हो कि, ब्लूमा छ, ग्रिनमा मैले लैजाउँ। मेरो कपडा त्यस्तो ग्रिनमा धेरै छैन कि, अनि सब मैले त्यही भएर चाहिँ यो ग्रिनवाला कार्डिगन मगाएको। अनि बेस्ट छ, व्हाइट फ्रेस यही हो। अब चाहिँ म खाना खान जान्छु। खाना जित्दिनु भयो साइड भयो खाना। हेर कति धेरै जित्दिएको खाना। तरकारी मिठो हो। यति धेरै खाना त खान्न म। तपाईँ थोरै खानु थपिदिउँ। अब चाहिँ खाना खाइलिन्छु। सो गाइस आज चाहिँ त्यति नै हो। मैले किचनको मात्रै अब म हुन्छ नि, मैले अर्को तरिकाले अब म एक्लै बस्दा पनि खाना बनाउन सक्छु भनेर टाइपकोले बनाएको थिएँ नि त्यो भिडियो। हजुरहरूलाई त्यही नै भन्न चाहेको हो कि म अब चाहिँ खाना बनाउन छु। अस्ति चाहिँ मैले त रोटी बनाएर हाल्दाखेरि बहिनीले अब खाना बनाउनु चाहिँ सिक्नुपर्छ यताउता भनेर अब भन्नुभएको थियो क्या। अनि सो मैले चाहिँ त्यही अब म खाना बनाउने लायकको भइसकेँ भनेर चाहिँ मैले त्यही प्रस्तुत गर्न चाहेको हो। सो आजको लागि चाहिँ यति नै। अब गएर चाहिँ म अर्को ब्लगमा हाल्छु। यो चाहिँ थोरै मात्रै हुन्छ, थोरै नै एडिट गरेर हाल्छु। अनि अब चाहिँ म काममा जाँदैछु अहिले। अनि काममा गइसकेपछि चाहिँ म एउटा ब्लग बनाउँछु। सामानहरू आएको छ, नयाँ नयाँ सामानहरू आएको छ कि भाइरल सामानहरू, त्यो चाहिँ म छुट्टै ब्लगमा देखाउँछु, नत्र भने एकदम धेरै लङ हुन्छ। सो मैले हजुरलाई प्रस्तुत गर्न चाहेको यति नै हो। त्यसको लागि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज गाइज। थ्याङ्क यू सो मच।